अब त्यस्तै हाम्रो अर्को हामीले के नयाँ प्रयोग के गर्यौँ भने काठमाडौँका मान्छेहरू खानेपानी र बिजुलीको बिल तिर्न र टेलिफोन बिल तिर्न यो तीनटाको बिल तिर्न चाहिँ महिनाको एकचोटि अनिवार्य जानै पर्छ, अफिसमा जानु पर्ने, टाइममा गएन भने फाइन लाग्थ्यो होइन। अनि त्यो चाँडै तिर्ने रिबेट पनि थियो, हामी पनि जान्छौँ चाँडै तिर्दाखेरि म हजुरभन्दा अलिक पछाडि नै छु, अलि पछि धेरै पछाडि त होइन, जस अलिकति पछाडिकै जेनेरेसन हो। चाँडै तिर्यो भने रिबेट पनि हुन्थ्यो होइन, त्यसमा जस्तो बिजुलीकै सायद एक हप्ताभित्र तिर्यो भने 3% कति रिबेट पाइन्छ अहिले पनि छ। अब अनि हामीले चाहिँ त्यो के गर्यौँ भने त्यहाँ त मान्छे कोही न कोही घर भएको मान्छे चाहिँ जाने भयो, टेलिफोन पनि हुन्छ, हरेक घरबेटी एटलिस्ट जाने भयो, डाइरेक्टली गए पनि नगए पनि अरूलाई कसैलाई पुर्याउने भयो। अब त्यो ठाउँ हामीले एकदम मार्केटिङ गर्ने एकदम प्रपर ठाउँ देख्यौँ र त्यहाँ लाग्ने लाइन लाग्ने, त्यो पैसा तिर्न त लाइन लाग्नु पर्थ्यो, त्यो लाइन लाग्ने बेला त त्यो मान्छेको टाइम 15 मिनट 20 मिनट आधा घन्टाको टाइम चाहिँ लाइनमा हुन्थ्यो। तर त्यो लाइनको बेलामा मान्छेलाई एउटा गिफ्ट दिउँ भनेर त्यो गिफ्ट चाहिँ के दिउँ भने हामीले हाम्रो मेसिनको हाम्रो एकजना साथी हुनुहुन्थ्यो, कार्टुन बनाउने साथी हुनुहुन्थ्यो, यहीँ सरस्वती क्याम्पस पढ्ने, त्यो साथीले एउटा कार्टुन बनाइदिनु भयो। कार्टुन कस्तो बनाउनु भयो नि, त्यो नि हाम्रो कन्सेप्ट। एकजना चाहिँ राम्रोसँग मेसिन राखेर टक्क चाहिँ बसेको, अनि अर्को दोस्रो मान्छे चाहिँ कराइरहेको, पानी पोखेर गयो भनेर कराइरहेको। त्यस्तो खालको एउटा चाहिँ त्यो चार्ट पेपरमा त्यो साइजमा चाहिँ हामीले एउटा त्यो आर्ट बनाउन लायौँ र त्यसलाई हामीले फोटोकपी गऱ्यौँ।